पसलमा पसलको कुन कुनामा छौ कहाँ हुनु काउन्टरमै छु नि बुढी काउन्टरमै छु काउन्टरमा त म छु म किन बोल्दैन ह कुन पसलको काउन्टरमा छौ छिटो भन मलाई म साथीको पसलको काउन्टरमा छु बुढी म त यो साथीको काउन्टरलाई पनि आफ्नै काउन्टर जस्तो सम्झेर आफ्नै काउन्टरमा छु भनेछु बुढी सरी ल अनि त्यो काम गर्ने कहाँ गई पसलमा छैन त्यो चाहिँ उसको को आफन्त बिरामी भयो रे अनि बिरामी भेट्न जान पर्यो भनी अनि तिमी पनि थिनौ म तिमी नभए बेला कहाँ केटीको नजिक पर्छु र अनि हस्पिटल जान्छु भनिन् पठाइदिएछु आइहाल्छिन् नि एकछिनमा ए ल ल तिमी छिटो आऊ हस् म आइहालेँ ल आइहालेँ ल मुकु हेर न तिमीलाई लिएर कहाँ कहाँ घुमौँला कति रमाइलो गरौँला भनेको त्यो त आइहालिछ पसला आएर फोन गरेकी हेर त कति बाना गरेर बल्ल बल्ल कुरो मिलाएको छु नत्र त्यसले मारिहाल्छ म जान्छु तिमी बिस्तारै आऊ है अब नि त यो साउजी त बुढीको फोन आउने बित्तिकै आत्तिएर पो जानु खोज्नु हुँदो रहेछ भाइ अनि अघि नै त्यो घुम्न जाने बेलामा अनि तिमीलाई एउटा कोठो खोजेर राखिदिन्छु सबै खर्च पर्छ मै बेहोर्छु बेला बेलामा म पनि आउँछु भनेर अनि मलाई घुम्न ल्याएन अनि तपाईँ अहिले बुढीसँग डराएर यहाँ फुत्त उठेर हिँडेपछि त्यो पलाम चाहिँ के हुन्छ हाम्रो